साथीहरू नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानलमा नेपाली मोटिभेसनलहरू म तपाईहरूको माझमा पस्किँदै आइरहेको छु। आज पनि न्यानो अभिवादन सहित तपाईहरूको माझमा उपस्थित भइसकेको छु, स्वीकार दिनुहोला। साथीहरू जीवनमा सफल हुन चाहनु सबैको सपना हो, तर सपना देख्नु मात्रै पर्याप्त हुँदैन। त्यो सपना पूरा गर्नका लागि पसिना बगाउनु पर्छ, सङ्घर्ष गर्नुपर्छ। आज तपाईँ जहाँ हुनुहुन्छ त्यो तपाईँको हिजोको निर्णयको परिणाम हो र भोलि तपाईँ कहाँ पुग्नुहुन्छ त्यो आज तपाईँ के गर्नुहुन्छ भन्नेमा भर पर्दछ। धेरै मानिसहरू भन्छन् मसँग पैसा छैन, साथ छैन, अवसर छैन, तर सत्य के हो भने अवसर खोज्ने होइन बनाउने हो। यदि तपाईँ गरिब घरमा जन्मिनुभयो भने त्यो तपाईँको गल्ती होइन, तर गरिब भएर मर्नुभयो भने त्यो तपाईँको जिम्मेवारी हो। जीवन सजिलो छैन, तर सम्झनुहोस् कडा मान्छेलाई मात्र ठुलो सफलता मिल्छ। आज तपाईँलाई कसैले विश्वास नगर्न सक्छन्, तपाईँलाई कमजोर भन्न सक्छन्, तर एक दिन तपाईँको सफलता देखेर त्यही मान्छेहरू ताली बजाउनेछन्। हार खानु गलत होइन, तर हार मानेर बस्नु गलत हो। उठ्नुहोस्, आफ्नो लक्ष्य सम्झनुहोस् र आफैलाई भन्नुहोस् म सक्दिन भनेर होइन, म सक्छु भनेर प्रमाणित गर्नेछु भनेर। किनभने सफलता त्यही मानिसले पाउँछ जो कहिल्यै हार मान्दैन। धन्यवाद। लाइक, कमेन्ट, सब्स्क्राइब पनि गरिदिनुहोला भिडियो मन परेको खण्डमा।